जय मसी अनि गुड मर्निङ एभ्रीवान है। तपाईले यो भिडियो हेरेर थाहा पाइसक्नुभयो आज चाहिँ मैले के देखाउँदैछु भनेर है। यसलाई चाहिँ पुदिना भन्छ है, यसलाई मिन्ट पनि भनिन्छ है। आज चाहिँ म यो पुदिनाको चाहिँ अचार खानुको लागि टिप्दैछु है। यो चाहिँ प्राय सबैको घरमा हुन्छ है। यसको चाहिँ धेरैवटा बेनिफिट्सहरु छ है। यसमा चाहिँ अब तपाईले भिटामिन ए ज्यादा पाउनुहुन्छ अनि जसको चाहिँ आँखाको प्रब्लमहरु छ नि उनीहरुको लागि पनि यो एकदमै राम्रो है। अनि यसलाई चाहिँ तपाईले ब्ल्याक मरिच हुन्छ मरिचसँग तपाईले खानु भयो भने चाहिँ यसको रुगा खोकी एलर्जी यो हाचिङहरु आउने है यो सबै निको हुन्छ जाती हुन्छ हैन। अनि चाहिँ तपाईले निम्बु पानीसँग खानु भयो भने चाहिँ एकदमै के हो ग्यासहरु भएकोहरु ग्यास्ट्रिकहरु सबै निको हुन्छ। अनि हाम्रो बस्तीमा बस्ने सबैहरुलाई साथीहरुलाई याद छदैछ होला है। यो चाहिँ पहिला हाम्रो बस्तीमा चाहिँ हातहरु काट्दाखेरि पनि यसलाई चाहिँ निचोरेर चाहिँ है यसको झोल चाहिँ हामीले घाउमा लाउँथ्यो र छिट्टो निको हुन्छ भनेर तपाई सबैजनालाई थाहा छदैछ है। सो तपाईहरुको घरमा पनि छ भने यसरी युज गर्न सक्नुहुन्छ है। गर्मी महिनामा तपाईले अचार बनाएर खानु भयो भने एकदम पेटलाई एकदमै शीतल है एकदम रिलिफ गराउने है एकदम शीतल खालको तपाईलाई गराउँछ है। सो आज चाहिँ म यो टिपेर चाहिँ अचार बनाउँछु भनेर सोच्दैछु है। तपाईहरु पनि यसरी खानुस् है त। एकदम राम्रो चीज है, कहीँ खोज्नु जानु पर्दैन, आफ्नै घुरेनतिरै आफ्नै बारीतिर हुँदै पाइहाल्नुहुन्छ है। एकदम राम्रो एकदम फ्रेश हैन नि यहाँनेरि। सो है आज चाहिँ म तपाईहरुलाई यही देखाउनको लागि भिडियो लिएर आएको थिएँ। थ्यांक यू सो मच फर वाचिङ। बाइ बाइ।